सिंहपुर गाउँमा बिहानको हल्का चिसोपनले हरियालीलाई अझ ताजा बनाएको थियो। चराचुरुङ्गीको मधुर स्वरले पुरा वातावरणमा सङ्गीत छरेको थियो। गाउँका घरहरू पुरानो तर सुकुमार थिए, जसका झ्यालहरूबाट बिहानको पहेँलो प्रकाश छनछर गर्दै भित्र पस्दै थियो। त्यो गाउँमा एउटा सानो घरमा माया जन्मिइन्। उनको घर सामान्य भए पनि उनको मन असाधारण थियो। माया बचपनदेखि नै जिज्ञासु, चालाक र साहसी थिइन्। उनलाई पढाइमा ठूलो रुचि थियो। सिंहपुरको धरतीमा हुर्किएर पनि उनको मन सधैँ सहरका सपनामा थियो। उनी ठूलो मान्छे बन्न चाहन्थिन्, जसले आफ्नो गाउँ र समाजलाई केही दिन सक्छ। तर उनका बाबु, रामबहादुर, परम्परागत किसान थिए। उनी गाउँ र आफ्नो संस्कारलाई गहिरो माया गर्थे। रामबहादुर सोच्थे, गाउँमै साँचो जीवन छ, सहरको चकचकी जीवनले मानिसलाई भ्रष्ट बनाउँछ। उनी मायालाई चाहन्थे गाउँमै रहेर आफ्नो खेतबारीमा सहयोग गरून्। तर मायाको सोच फरक थियो। बाबा, म ठूलो सपना देख्छु, उनी भन्थिन्, म पढेर आउँछु, गाउँमा नयाँ परिवर्तन ल्याउने। एक दिन, माया आफैले बुबालाई भने, बाबा, म कलेज जान चाहन्छु। सहर जान सक्छु। रामबहादुरको अनुहारमा चिन्ता तर खुसी पनि थियो। छोरी, बाटो सजिलो छैन तर तिमीलाई आफ्नो बाटो जान दिन्छु। त्यसपछि माया सहर गइन्। सहरको जीवन उनलाई नयाँ अवसर र चुनौती दुवै दियो। कलेजमा नयाँ साथीहरू, नयाँ भाषा, नयाँ संस्कार। माया पहिलो पटक सहरको भिडभाडमा अल्मलियो। तर उनको मन छातीमा अडिग थियो। उनले पढाइमा मेहनत गरिन्। कलेजमा सामाजिक विज्ञानमा भर्ना लिएर उनी गाउँको समस्याहरू बुझ्न थालिन्। त्यहाँ उनले भेटिन् रोशनलाई, एक युवावादी र समाजसेवी। रोशनले पनि गाउँ र सहरबीचको भेदभाव हटाउन ठूलो योजना बनाइरहेका थिए। माया र रोशन चाँडै नै मिल्न थाले। उनीहरूको विचार मिल्थ्यो, सपना एकै थियो, नेपाललाई नयाँ दिशा दिनु। उनीहरूको सम्बन्ध गाढा हुँदै गयो, प्रेमको बिउ रोपियो। तर सिंहपुरमा भने कुरा अलि जटिल थियो। मायाको दाजु हरि र छिमेकी परिवारबीच जमिन विवादले तनाव निम्त्यायो। त्यो विवादले परिवारमा नै छिद्र ल्यायो। मायाको मन दुख्यो, परिवारको एकता भत्किँदै थियो। तर माया हार मान्ने थिएनन्। उनले गाउँका गरिब, असहाय र दलित वर्गका लागि सामाजिक अभियान सुरु गरिन्। शिक्षा, स्वास्थ्य र महिला अधिकारका लागि उनले सङ्घर्ष गरिन्। उनको अभियानले सिंहपुरमा ठूलो प्रभाव पार्यो। धेरैले उनलाई माया बहिनी भनेर सम्मान गर्न थाले। तर त्यही अभियानले कतिपय शक्तिशालीलाई रिसायो। ती मानिसहरूले बाधा पुर्याउन थालिए। समय बित्दै गयो। माया र रोशनले सहरमा सहयोग जुटाएर सिंहपुरमा विद्यालय र स्वास्थ्य चौकी स्थापना गरे। गाउँ परिवर्तन हुन थाल्यो। तर सिंहपुरको पुरानो र लुकेको इतिहासले मायालाई चिन्तित बनायो। उनको परिवारसँग सम्बन्धित एउटा पुरानो रहस्य खुल्न लाग्यो। रहस्य यस्तो थियो, उनका दाजु हरिको एक मित्रले छुपाएर राखेको सम्पत्ति, जुन गाउँको भविष्यसँग जोडिएको थियो। त्यो सम्पत्ति र उसको खोजीले परिवारमा नयाँ द्वन्द्व ल्यायो। मायाले परिवार र गाउँको भविष्यका लागि गम्भीर निर्णय लिनुपर्ने भयो। उनले आफ्नो प्रेम, परिवार र सामाजिक अभियानबीच सन्तुलन मिलाउन निकै सङ्घर्ष गरिन्। कहिले त उनी हार महसुस गरिन्, कहिले नयाँ ऊर्जा लिएर अघि बढिन्। उनका पुराना साथीहरू, नयाँ शत्रुहरू र अप्रत्याशित घटनाहरूले उनको जीवनलाई थप जटिल बनायो। मायाको यात्रा लामो र कठिन भयो। तर उनको दृढ इच्छा र साहसले उनलाई अडिग राख्यो। अन्ततः मायाले आफ्नो परिवारलाई सँगाल्दै, गाउँको सम्पूर्ण समुदायलाई एकजुट गर्दै ठूलो सामाजिक संस्था स्थापना गरिन्। त्यो संस्था देशभरि फैलियो र लाखौँ जनाको जीवनमा परिवर्तन ल्यायो। उनको कथा केवल मायाको कथा मात्र नभई नेपालका गाउँका हजारौँ सपनाको कथा बन्यो। उनीले आफ्नो शिक्षालाई निरन्तरता दिइन् र कलेजको पढाइसँगै सामाजिक काममा सक्रिय भइन्। समय बित्दै जाँदा मायाको नेतृत्वमा गाउँले स्वयंसेवी समूह बने जसले गाउँमा विद्यालय भवन, स्वास्थ्य चौकी र महिलाहरूलाई स्वरोजगारका कार्यक्रम सुरु गर्यो। रोशनसँगको सम्बन्ध पनि अझ गाढा हुँदै गयो। उनीहरू दुवै एकअर्कालाई सहयोग र प्रेरणा दिँदै अगाडि बढे। तर सिंहपुरको शान्ति लामो समय टिकेन। जमिन विवाद र पुराना कटुवाहरूले फेरि समस्याको आगो बाल्न थाले। माया र उनको परिवारले त्यो तनाव समाधान गर्न विभिन्न प्रयास गर्यो। कहिले त उनीहरूले गाउँमा शान्ति कायम गर्न सामाजिक बैठकहरू गरे त कहिले कानुनी प्रक्रियामा पनि गए। सङ्घर्षको बीचमा मायाको स्वास्थ्यमा पनि समस्या आयो। तर उनले नडराई काममा ध्यान दिइन्। गाउँमा महिला शिक्षा, बालबालिकाको अधिकार र भ्रष्टाचार विरुद्ध उनको अभियानले ठूलो चर्चा पायो। मायालाई गाउँले मात्र नभई सहरका प्रतिष्ठित मानिसहरूले पनि सम्मान गर्न थाल्यो। तर यी सबै सफलताका बीच मायाको मनमा एउटा डर पनि थियो, आफ्नो पुरानो रहस्य, जसले परिवारको एकता बिगार्न सक्थ्यो। दाजु हरिको मित्रसँग जोडिएको त्यो रहस्य अझै टुङ्गो लागेन। माया त्यस रहस्यको उत्तर खोज्न दिनरात लागिन्। उनका प्रयासमा केही सहयोगीहरू पनि भए तर केहीले विरोध गरे। तर माया त सरल महिला थिएनन् र उनको हास्यबोध पनि चाँडै देखिन थाल्यो। एक दिन, सिंहपुरमा आयोजित एक समारोहमा, जब गाउँका नेताहरू व्याकुल भई विवादमा परिरहेका थिए, माया स्टेजमा उभिएर ठट्टा गर्दै भनिन्, ए नेताहरू, यति धेरै कुरा गर्नुभन्दा अघि त यहाँको खानेपानीको समस्या समाधान गर्नुहोस्, होइन भने हामी हाम्रा गाई भैँसी लिएर तपाईँहरूसँग गाउँ छोडेर सहर जाने तयारी गर्दैछौँ। त्यो कुरा सुनेर सबै हाँसे, केहीले रिसाए, तर त्यसले केही नयाँ ऊर्जा पनि ल्यायो। रोशनले त हाँस्दै भने, माया त सिंहपुरको तीखो छुरी जस्तो छ। तर हास्यको बीचमा कहिले कहीँ गम्भीर र क्रोधित क्षणहरू पनि आएका थिए। जब एकपटक सिंहपुरमा अवैध निकासी गरिरहेको केही तस्करहरूलाई माया र रोशनले सार्वजनिक गरे, तस्करहरूले आफ्नो सत्ता प्रयोग गरेर धम्की दिन थाले। एक दिन साँझ, माया जब घर फर्किरहेकी थिइन्, अचानक मोटरसाइकलमा आएका 4 जनाले उनलाई घेराबन्दी गरे। तर माया डराइन् छैनन्। उनले छाती फुलाएर भने, तिमीहरूलाई के थाहा, मायाको हातमा के शक्ति छ। त्यतिखेर रोशनले पनि हतियार बोकेर आइपुगे। एकैछिनमा गाउँका केही युवाहरू पनि समर्थनमा आए। त्यो रात एक जमर्को भयो, धक्कामुक्की, कुटपिट भयो, तर अन्ततः तस्करहरू भाग्न बाध्य भए। त्यो घटनापछि सिंहपुरमा मायाको प्रतिष्ठा अझै बढ्यो। अर्को दिन सिंहपुरका बालबालिकाहरूले मायालाई हेर्दा हाँस्न थाले, किनकि मायाको अनुहारमा पक्कै पनि केही घाउ थियो। उनले भनिन्, यो त कस्तो लहरी खेलियो, यो त मेरो सौन्दर्य प्रसाधन हो। त्यसपछि सबै हाँसेर त्यो घटना सिंहपुरमा कुख्यात तर प्रेरणादायक किसिमले सम्झन लागे। समय बित्दै जाँदा, माया र रोशनले गाउँको विकासमा नयाँ योजना ल्याए।
तर ती योजना केही भ्रष्ट व्यक्तिहरूको आँखामा काँडो बने। एउटा साँझ सिंहपुरको परम्परागत पर्वमा उनीहरूलाई धम्की दिनेहरू आएका थिए। मायाले चुपचाप मुस्कुराउँदै भनिन्, हामी डराउँदैनौँ, हाम्रो सपना छ, हाम्रो मन छ। तपाईहरूलाई यति थाहा छ। त्यो रात एक तीव्र विवाद भयो जसमा मायाले गाउँका सबैलाई जोसमा ल्याइन्। उनले भनिन्, हाम्रो सिंहपुर हाम्रो घर हो, त्यसलाई हामीले आफै बचाउनुपर्छ। त्यसपछि गाउँमा सशस्त्र सुरक्षाको योजना ल्यायो र सबैले मिलेर गाउँको सुरक्षा जिम्मा लिए। मायाको जीवनमा यस्ता अनेकौं उतारचढाव आए, कहिले हास्य, कहिले आक्रोश, कहिले प्रेम र कहिले कडा सङ्घर्ष। उनका साहसी कदमहरूले सिंहपुर मात्र नभई वरिपरिका ठाउँहरूमा पनि ठूलो प्रभाव पार्न थाल्यो।